हेलो एभ्रिवान, वेलकम ब्याक माई युट्युब च्यानल। आजको मेरो यात्रा चाहिँ छलको हुनेवाला छ। आज चाहिँ म दुनैदेखि छल जान लागेको। बाई बाई। ब्लग हेर्नु होला, सबैले माया गर्नु होला। त्रिपुराकोट मन्दिर देखाउने छु, अनि यसरी छल देखाउने छु हजुरहरूलाई। ल सबैले माया गरिदिनु होला। ल म चाहिँ लागेँ, अब म चाहिँ छल जान लागेको। हामी चाहिँ अब भेटिसकेछौँ है। अब चाहिँ हिँड्न लाग्यो। अब झोला बिचमा राख्नु, सानो छ होला, बिचमा सजिलो हुन्छ। सिट कटआउट छ अरे होइन, बिचमा राख्नु, बिचमा अप्ठ्यारो हुन्छ। मुठाउनुको रोडको हालत त्यस्तो छ। अहिलेसम्म अब भनेको छैन। अहिले के भन्छ, यो मन्दिर छ नि, यसको फोटो हजुर देख्नु भएको छ कि वहाँनिर उता हरेदेखि उता बाउै भेटिनुभन्दा अनि यतापट्टि एउटा मोड छ नि, त्यहाँ यही मन्दिरको फोटो हो क्या त्यो। त्यहाँनिर याद गर्नु होला, डोल्पा भनेर लेखेको छ। अङ्गुर कति हो केजीको? 400 रुपियाँ केजी। सुन्तला 250 रुपियाँ केजी, अङ्गुर 450 रुपियाँ केजी है। ए होइन, यहाँ र त्रिपुराकोट यहाँ त्रिपुराकोट दुनै सेमै होला। 250 रुपियाँ केजी सुन्तला, 400 रुपियाँ केजी अङ्गुर। त्यही त नि, रोडहरू राम्रो भइदिएको भए, अफरोड नभइदिएको भए अब सामानको मूल्य पनि मिल्थ्यो होला। राम्रोसँग रोडै पुगेको छैन, अनि महँगो त परिहाल्छ नि। अब व्यापारीहरूको दोष होइन है, यो चाहिँ अब बाटोमा विकास छैन। विकास नभएको कारणले गर्दा चाहिँ यति चाहिँ पर्छ है। अरू मान्छेले अरू कुरा नहुनु लाग्छ डोल्पा। त्रिपुराकोट मन्दिर चाहिँ पुगियो। अब माथि जान लाग्छौँ। अनि मन्दिरमा त्रिपुराकोट मन्दिरको एउटा छुट्टै कहानी छ क्या। फेरि यहाँ चाहिँ हाम्रो पहिला महाराज बसेर उ गर्ने ठाउँ हो क्या, यो निसाब छेन्ने ठाउँ हो। एकदमै मिटिङ कचेरी बस्ने ठाउँ हो क्या यो। जमिनमा त्रिपुराकोट मन्दिर माताको दर्शन गर्नु होला सबैले। मनोकामना, आफ्नो चट्ट मनोकामना पुरा हुन्छ। सबैले आफ्नो मनले सोचेको माग्नु होला। नभए ठिकै छ, म माग्दिउँला। मेरो भिडियो हेर्ने सम्पूर्णको घर परिवार, सम्पूर्णलाई माता त्रिपुरा सुन्दरीले रक्षा गर्नुहुनेछ है। म एकलट तपाईँहरूलाई त्रिपुरा सुन्दरी माताको यताबाट पुरा मन्दिर देखाउँछु है, देखाउनेछु। आराम हुन्छ। ए हुन्छ हुन्छ, कहाँ जाने? ए यहीँ राख्यो हुन्छ। पुरै एक राउन्ड हान्यो अहिले त। ए हुन्छ हुन्छ।
पूजा ठाउँभित्र चाहिँ मोबाइल अब हुँदैन, यही हुन्छ है। त्यही हो के अरे हडडोलमा चाहिँ फोक्सोनोवाल घुम्न आउनेहरूले चाहिँ अब त्रिपुराकोट मन्दिरलाई चाहिँ नछुटाउनु होला। अनि छला मस्टाको खानमा चाहिँ अब मन्दिरमा चाहिँ जानु होला है सम्पूर्णलाई चाहिँ भन्ने कुरा मेरो यही हो अनुरोध होइन। जाउँ होइन भयो त्यही हुन्छ। ल हामी चाहिँ अब छल चाहिँ पुग्यो होइन। छल चाहिँ पुग्यौँ उता बाइकहरू राखेर अब छल गाउँमा चाहिँ आइयो। अब एकछिन पछि अब देउता आउँछन् होइन, अनि धामी आउँछन्, देउता आउँछन्। देउता आइसकेपछि अनि देउताको दर्शन गरेर म चाहिँ घर फर्किन्छु है। छल चाहिँ जोस् आउनु होला सबैजना, डोल्पा घुम्न आउनेहरू सबैजना है त। देउता चाहिँ धामी चाहिँ नुहाएर आइसक्नु भएको, त्यही भएर सबैजना चाहिँ लाइन लाग्न लाग्छन्। लाइन लागेर एकछिन अब तलबाट अनि देउता आउनुहुन्छ, भित्र जानुहुन्छ। अनि सबैजना पालो पालो लाइन लागेर भित्र गएर अनि देउता हेराएर बाहिर आउँछन्। अनि बाहिर बस्छन् अनि खाना खाएर सबैजना घर जान्छन्। जस यहाँको राम्रो कुरा के हो भने चाहिँ यहाँ आयो भने कोही पनि भोकै जानु पर्दैन, कोही पनि भोकै जाँदैन नि। यहाँको जात्रुहरू कसैलाई पनि भोकै चाहिँ पठाउँदैन है। यहाँदेखि चाहिँ यहाँ आउने सम्पूर्णले चाहिँ यतै खानासाना खाएर मजासँग बसेर चाहिँ जान सक्नुहुन्छ। अनि छल बस्नु भने चाहिँ तपाईँले यहाँ चाहिँ अब भोकै चाहिँ कोही पनि जानु पर्दैन है त। ल आजको चाहिँ अब भ्लग चाहिँ यहाँ इन्ड हुन्छ। अब म चाहिँ अब यहाँ देउताको दर्शन गरेर चाहिँ म चाहिँ घर लाग्छु। सम्पूर्णले चाहिँ अब यही भिडियोमा हेरेर भए पनि अब प्रार्थना गर्नु होला, आफ्नो मनको कुराहरू माग्नु होला है त। ल टाटा बाई बाई।